र्याली र सभामा सहभागी हुनुभएका सम्पूर्ण युवा साथीहरू खुसीको कुरा हो। मैले युवाहरूलाई हरेक नखाएको अत्यन्तै उत्साहमा रहेको त्यसको अर्थ हो हाम्रो देशको अस्तित्व रक्षाका लागि, हाम्रो देशमा लोकतन्त्रको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षाका लागि, शान्ति सुव्यवस्था फेरि बहाली गर्नका लागि, देशमा सुशासन र विकासको अवस्था फर्काउने र फेरि अगाडि बढाउने सङ्कल्पका लागि, समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षालाई साकार पार्नका लागि नेपाली युवाहरू तयार छन्। हाम्रो नयाँ पुस्ता तयार छ भन्ने कुराको यो प्रमाण। म तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले सिङ्गै देशलाई एउटा सन्देश दिनुभएको छ, सकारात्मक सन्देश। मलाई लाग्छ यो सन्देशसँग नाखुस पनि कतिपय हुन सक्छ, तर म सबैलाई भन्न चाहन्छु यो स्वयंसेवक पद यो कसैको अहितको लागि गठन भएको होइन, राष्ट्रिय हितको लागि